म एमालेको झोले हो भन्ने केपी ओली र एमालेका झोलेहरूले बलात्कारी बचाउने झोले हामी नै हौँ किन भनेन? भुटानी शरणार्थी काण्ड लुकाउने झोले पनि हामी नै हौँ किन भनेन? गिरी बन्दुक खाने झोले पनि हामी नै हौँ किन भनेन? भिजिट भिसा खाने झोले पनि हामी नै हौँ किन भनेन? व्हाइट बडीको पैसा खाने झोले पनि हामी नै हौँ किन भनेन? बालुवाटारको जग्गा खाने झोले पनि हामी नै हौँ किन भनेन? भ्रष्टाचारी जोगाउने झोले पनि हामी नै हौँ किन भनेन? अपराधी भगाउने झोले पनि हामी नै हौँ किन भनेन? सहकारीको पैसा खानेलाई संरक्षण गर्ने झोले हामी नै हौँ किन भनेन? जनताको रगत पसिना चुस्ने झोले पनि हामी नै हौँ किन भनेन? यो सबै काण्ड त नेकपा एमाले गरेको होइन र? अब भन्न बाँकी यिनीहरू नै छ। त्यो पनि हाम्रो कानले सुन्न पाइन्छ। धैर्य गर्नुपर्छ। एमाले यो पनि भन्छ। हुन त यति भने बापत म जेल जान पर्ने पनि हुनसक्छ। ठिकै छ, जेलमै भेटौँला।